के भन्छन् आज बजारतिर हामीलाई भ्रमणतिर अब भलक हाम्रो भलक त अब जान्दैनौँ हामी त्यस्तो सुपर हिटवाला होइनौँ फेरि हामी अब शान्तिमा आफ्नो के भन्छन् बजारको अनुगमन आजदेखि भलगर बनिसकेमा आजदेखि भलगर बनिसके अवस्था छ यहाँ स्टार्ट गर्दैछु स्टार्ट अब सबैले के भन्छ के हो जिल्ला प्रहरी कार्यालय नजिक आइसकेका छौँ अनि यो को नचिन्नु होला आफै अब भन्नु नाम भन्दैनौँ त्यस्तो छ माछा 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 देखाइदेऊ आज माछा कहाँ देखिन नि कालो कालो भित्रै देखिनु पर्दो र अनि माछा आज चिसो छ चिसो चिसो छ त्यही भएर माछा खान आएको यता एक पाउ माछा अनि माछा खानु पर्यो अनि हेर्नु अनि माछा खाने भयो माथि मन्डीमा जानु होला फेरि कहाँको हो भन्दिनँ कहाँको त्यो भन्ने अहिले छैन अब पछि चलेसी भनौँला अहिले होइन भाइ चलेसी भनौँला अब यस्तै हो जिन्दगी यस्तै छ यो लाइसेन्स लिने ठाउँ लाइसेन्स लिन आउनुलाई अब निमारीको अब आउँछ नाम निस्किया छ भने हाम्रो त अब हाम्रो कहिले कहिले थाहा छैन मारीको त बिदा छ अहिले त अब 4-5 वर्ष लाग्यो त्यो बिदा छ मैले त लगिसकेँ अब यता त लगिसक्नु भयो यता लग्नु भयो र ठेगाना फरक परेछ अब त्यो नयाँ बनाउनु पर्ने भयो त्यस्तै हो हजुर किन भएको डर लाग्छ के आजदेखि भलगर बने भलगर फाइनल्ली कहाँ आउँछ आज फेसबुकमा युट्युबमा आउँछ है साथीहरू तिमीको फेरि मेरो होइन अनि मैले त नमस्ते भन्न बिर्सेछु के अगाडि साथी उसलाई भनिदेऊ होला अब चाहिँ सबैलाई नमस्ते छ है अनि सबै सन्चै हुनुहुन्छ होला उतातिर हामी धेरै सन्चै छौँ अलि उता होइन अब हामी चाहिँ के भन्छ नि यो बजारतिर आज रोक्दैन फर्किहाल्छ ल के भने खरा भाइ छोरी नै कुचेहरू जाम भाइ त ट्राफिक जानेर कार्य भाग्ने त यस्तै हो अब बाइक भयो कि 3 जना नबस्नु होला च्याप्पैसँग 1000 रुपियाँ तिर्ने भाइ 1000 रुपियाँ तिर त्यसले गर्दा अनि यस्तै छ अब हात पाक्यो दाइनहरू तपाईँ अब एकछिन अब ल भलग यति नै भाइको भलगमा आउँछ आज फेसबुकमा टिकटकमा सबतिर आउँछ है त